डे 3 को यात्रा सुरु भइसक्यो। सरी डे 3 नै डे 4। हामी चाहिँ याङको मेला आज उद्घाटन हुँदैछ, कोटबनको मेला। वहाँ गएर टक्क लाएर हामीले के गर्दैछौँ, हेरेर आउँछौँ फेरि है। तर फर्किहाल्ने फेरि भर्खरै हामीले स्पिकर लगेर जाँदैछ। त हमारे बिबीले टक्क लाएर वाशिंगटन डीसी गर्दैछन् है। ल चलो, हाम्रो बाजे आउनु भएको छ, दारु सर्काउँदै हुनुहुन्छ। ल जाम है। बेबी हेलो भन्दियो। चप्पल स्टार्ट भएकै छैन। पानी माथि बोको फोटो छ यार।
रोटी सक्यो एकदम माथि जानु माथि बनाउने एकछिन रोक्नु न एकदम सानो छ घर तर एकदम सजिलो बसेको छ है बनाउने
भुइँमै नतान्ने कस्तो खालको उकालो हो यार। भुइँमा त पुरा वाँ गर्छ त। एकदम ठाडो चढाइ छ है यहाँ चाहिँ। कुछ मजा नहीं आया। किन ठुलो भयो गीत बजेन क्या यहाँ? कौन सा गीत थे?
रोक्नु Tawanan yang mau datang. Hah? लगभग हामी ह्याङको नजिकमा छौँ आसपासमा छौँ हामी अहिले है पानी देखिरहेको गाउँ चाहिँ युद्धरा बाँपे और द्वारपानी बाँतुल के भन्छ है त्यहाँ त्यो माथि टपमा देखेको चाहिँ त्यसको अघि भाडा गाउँ उता बारी भनेर जाँदादेखि भन्नु उता बर्तीबाङ मुनि देखिरहेको चाहिँ रायबाङ हो रमाउली गाउँ अस्ति म भ्रमण गरेर आएको थिएँ Masih dia tu dah sana dia tu dah. Mana? हामी यहाँको स्कुल आइसक्यौँ भन्दो रहेछ यहाँको डाँडामा आइसकेको छौँ त्यो पारि देखिने डाफ्ला हो डाफ्ला र ह्याङलाई पनि जोडिसकेको छ बाटोले यता करेटी जानलाई चाहिँ जिउरीबाङको लेकदेखि नै लिएर गएको छ बाटो ल फाइनली हामी भित्र प्रवेश गरिसकेको छौँ ह्याङको स्कुलमा आज यहाँ मेला हो तर अहिलेसम्म कोही पनि चहल पहल नरहेछ हेरौँ कति बेला स्टार्ट हुन्छ स्पिकर ल्याइदिएर आएको छौँ हामी हाम्रो माइलो भाइको बिहेको लागि लिएर आएको रहेछ हामी त्यो सामने देखिरहेको चाहिँ नाङ्गाको गाउँ हो हिजो भर्खरै हामी माडीचौरदेखि झरेर आएको हो धारबोट टिला हुँदै यो अगाडि सामने चाहिँ हिमाल देखिराखेको छ यहाँदेखि मस्त जग्गा छ बिहान सूर्योदय सँगसँगै हिमालयको दर्शन गर्न पाइन्छ है पहाड अब यहाँदेखि 46 किलोमिटर तल गयो भने दाङ भित्री मधेस भेटिहाल्छ त फेरि यो महाभारत श्रृङ्खला हो यो सामने देखिराखेको यहाँदेखि तल गाउँ हाम्रो गाउँ चाहिँ छेप्किँदो रहेछ यहाँदेखि यो अगाडिको डाँडामा चाहिँ हामी लकडाउनको समयमा आउने गरेको थियो अहिले चाहिँ फेरि आउनेको मौका पाएको छ त्यो भिडियोको साथमा भिडियो बनाउन पाइराखेको छ मेरो बुवाले यहीँ पढाउनुहुन्छ है
यहाँको स्कुल। राष्ट्रिय जनावर गाई, राष्ट्रिय रङ मिश्रिक, राष्ट्रिय पंक्षी दाँफे, राष्ट्रिय निशान छाप, राष्ट्रिय झन्डा, राष्ट्रिय फुल लालीगुराँस, शिक्षकको आचार संहिता, कोटेसन, विद्यार्थीको आचार संहिता सबै लेखेको रहेछ है। यता अगाडि देखिराखेको चाहिँ खर्से, यारी, सिरुवाली, करेटी देखिँदो रहेछ यहाँदेखि। मलाई यहाँ मन पर्यो है, यहाँबाट तल हाम्रो पर्यटकीय स्थलमा पारि त्यो के अरे जय बाबाको मन्दिर पनि पर्छ है। गैरी गाउँ साबिकको गैरी गाउँ गाविस अहिले चाहिँ हामी त्रिवेणी 2 मा छौँ। उनीहरू 5 मा भन्ने थियो, 7 हो त्यो। त्रिवेणी 7 हो, पहिले 5 त्यो पारि देखेको कोइला रोल्पा यहाँ छ। त्यसरी यता के हो निगालपानी यहाँ आउँदै अस्ति तुलसीपुर जाँदाखेरि त्यो बाटो गएको थियो हामी है त। कुराकै नीति हो। मैले त झन् के थाहा गएको छु म। घर चाहिँ यो भन्ने चाहिँ थाहा पाएको थियो पहिला, अहिले बिर्सिसक्यो। तिमीहरू घरै बसेको थियो होइन? सब भ्यू निकालिदिन्छु म यस्तो पाराले, चट्ट पाराले। तलको घरहरू देखाउनु। भरतलाई दिएरै जाने हो? झलक 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 दिएछ नि उहाँलाई दिएरै जाने हो? पर कुरौँ न त, लाउनु पर कुर्ने कि यहीँ गर्ने? जाउँ न पर जाउँ फेरि। अब हाम्रो यात्रा सुरु हुन्छ टक्क लाएर कहाँ? याङको डाँडादेखि घरसम्मको। बिल्कुल बिस्तारै चला, म तेरो पछाडि बस्ने डराउँछु आरामसँगले। यो पारि देखिरहेको सामनेको यो टिनवाला होइन, खरको छानावाला त्यो घर चाहिँ पहिले हमारे हो। त्यो फेरि अभी कसले बेच्यो? हाम्रो बाजेहरूले बेचेको। अनि त हामी अहिले ह्याङमा हुन्थ्यौँ। ह्याङ चाहिँ एकदम मस्त स्वस्थ जग्गा छ है, चिसो चिसो, हर घरमा पानी, गर्मी पनि त्यति नै, जाडो पनि धेरै नै ठिक्कको क्या। गर्मी छल्नलाई चाहिँ यता आउने एकदम मस्त हुन्थ्यो। के गर्ने अब,
भइसकेको छ। अब हामी बिस्तारै घरतिर लाग्छौँ है। पुरा सल्लेरी जमात छ। खोला बरखोलाहरू यहीँ छ। हामीले पिउने पानी यहाँको मुनिपट्टिबाट गएको छ है। यहाँको मुनि पारिपट्टिबाट गएको छ। र फेरि घर घरमा पानी पुगिसकेको छ हाम्रो गाउँमा पनि। कति धेरै झारा खारा चलेको थियो महिना त्यो बाटो मात्रै सफल भएको छ। लोन गरेको थियो म पनि गरेको थिएँ त्यो बेला। यहाँको गाउँमा त्यो सामनेको चाहिँ मेरो साडु र सालीको घर छ। त्यहाँ आएको छु म पनि एक रात गुजारेको छु यहाँ है। याङमा एकचोटि हामी सायद 30 को नाच हेर्न आएको थियो क्या हो है। 30 रुपियाँ तिम्रो हो। यता सामने चाहिँ दामी हिमाल देखिराखेको छु। जाने कहाँ छोडिदिने चाबी? डाँडा बुकिङ भल गर्नुहुन्छ जाऊँ न त। मौसम सुन्दा त त्यहाँ दामी देखिन्छ। आज एउटा थोपा पनि छैन बादल। कस्तो मस्त मौसम भएको छ आज चाहिँ। आरामसँग चल है। अब कति समय टिक्छ? भाइको 20% भयो। कति लोटेको छ? अहिले घरसम्म त पुगिहाल्छ। बिचमा रोकेला नि फेरि। क्यामेरा खोल्ने अन्त यस्तो छिटो काट्छ नि। लो पावर मोडमा राख्नु। भाग्ने के लो पावर मोडमा राख्नु। त काट डाँडामा गरेर राख्नु। खुट्टे भाइ आइक्यो। नमस्कार, सन्चो हुनुहुन्छ? हामी आएको 1 महिना भइसक्यो त। देऊ चाबी खै रे देऊ त। हाम्रो माइलोले कल गर्दैछ। मेला कति बजीदेखि हो र चेतन? सुनसान छ त। मेला नि बिहानै लाग्छ भन्ने सोच छ होला कि। त्यही चाबी किन? कति दिन हो र दिदी? भोलि त बिहानै पो भइहाल्छ। वाउ यतै हो।
रायबाङ घारी पनि देखिँदो रहेछ अलिअलि पहिले बाटो रहेछ त्यही भएर पहिला बाटो उता थियो के तिमी फर्केन अब वाउ 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 ऊ त्यो पारीको चौर रहेछ है रायबाङ घारी बाफेलुडाँडा भन छैन हाम्रो गाउँ भलाजुङ हाम्रो घर रामनी धोरेनी गाङ सिरकाटना पनि हो अरू के छ यहाँ नाङ्गाको डाँडा सालबाजा कौरगाउँ देखिँदैन डुम्ला देखिँदो रहेछ ल ल निस्क्यौँ है फेरि अब हामी यहाँदेखि वापस हुन्छ त हाम्रो यात्रा ननस्टप हुन्छ अब चाहिँ कहीँ रोकिँदैन उता पारि किलडाँडामा रोकिने गइहाल्यो चल्छ बिस्तारै धेरै चल्नु भयो पर्सिन्छ त देखेर 10 मिनट त टिक्छ होला नि 10 मिनटमा त घरै पुगिहाल्छ हाम्रो माइलो तल आएर बसिसकेको छ होला सायद बिस्तारै 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 पुरा डाँडा डाँडा डुल्ने जेठन जानुभयो क्या बल्ल नि बिस्तारै कति अप्ठ्यारो छ अझै बिस्तारै अगाडिको कि पछाडिको दुइटै अगाडिको डल्लै लाग्ने रहेछ आरामसँगले हामी बिल्कुल न्युट्रलमा जाँदैछौँ अब स्टार्ट चक्री खोले पुग्छ नि ह्याङ डाँडादेखि तेल बचाउनु छ भने चक्री खोलासम्म चाहिँ नो स्टार्टमा जानु पर्ने हुन्छ है पुरा ओह्रालो छ बाटोभरि आरामसँगले जाँदैछौँ मैले हिजो दार्बोदेखि लिँदा पनि पुरा न्युट्रलमा लिएको खोलासम्म नन्दी खोला रिचीदेखि तल भएसम्म न्युट्रलै न्युट्रल आइपुग्यो गाई बिसाउन यहाँनिर
बाटो अप्ठ्यारो छ है आरामसँगले आरामकोसँगले मैले लिबाङ गएर हाम्रो लाटो बाबु अर्जुनको जुत्ता सबको प्रमोसन गरिदिनै बिर्सेछु नि त यार आरामसँग अब हाम्रो माइलोले चाहिँ स्टार्टिङ गर्दैछ त्यो सबको चाहिँ अब प्रमोसन गर्नुपर्ने हुन्छ आजदेखि उसको सुरुवातदेखिको डे फर्स्टदेखिको टक्क लाएर हामी के गर्छ भिडियो चाहिँ सर्ट गर्छ है भिडियोजहरू ल्यापटपमा टक्क सार्दै गर्नुपर्छ नि तिहार अघि नै सबै सरसामान छुट्टी जम्मा गरेर स्टार्ट गरेर चाहिँ होला मजाको घरका जान्छु अघि दोकान लिएर आइरहेको मान्छेहरू मेला आएन के हो है त मेला आएको होइन नि त्यहाँनिर म त पसलको लागि सामानहरू लिएर आएको जस्तो लागिरहेको छ त जस्तो लागिरहेको छ उता बारीछिङ बाइक एक्चुअली सर्भिसिङ हान्नुपर्ने भइसकेको छ नि म सोचेको थिएँ कि अब हजुरलाई उता मसँग पर्यटनमा लगेर गयो भने मात्रै नजानु भयो किन नजाने रे किन तपाईँ जाने अरू जानुभएको थियो बुवाले कहिले त्यसमा जाने फेरि आउनु पर्यो तपाईँले बाइकलाई त लान्छौँलाई पनि बसिदिन्थेँ म पुरै आरामले तपाईँ पहिला यहाँदेखि ढुङ्गाहरू पुग्ने त 7 फिट लोट्नु भयो अब हेर्नुभयो होला बिस्तारै त्यस्तो बेला पनि आरामले बसिदिन्थेँ एकदम डरै नमानिदिनु हाम्रो गाउँ आयो नजिकमा त हाम्रो गाउँ घर सबै यहाँ सारा देखिन्छ है खास यहाँ आउनेको मकसदै त्यही थियो कि हाम्रो गाउँघरको भिडियो सर्ट गर्ने अनि बाटोघाटो सबै यहाँको चल्नेको ठाउँहरू देखाउनलाई थियो देखाउन पाइयो 10% भयो एकपछि माथि देख्छ
घरसम्म पुग्छ पुग्छ होला घर होइन हामी माइलोको दोकानसम्म दिइहाल्छौँ मान्छे चार्जर त घर छ होला त्यो फेरि सुशीलले आइफोन किन्ने किन्न किन्छु भन्थ्यो त किन्यो होला नि कति 5,000 कम हुन्छ अरे कति कम वापस दिनेको के मतलब मूल्य चाहिँ त्यति नपरेर 4,000 रुपियाँ कम पहिले 4 पहिले 5 दिइराख्यो मेला जाँदैछौँ मेला जाने ग्याङ हो ग्रुप पोखरी क्रस गरिसक्यौँ हामीले किल डाँडा भयो अर्कोपल्ट फेरि डाउन हुँदैन भने हामी खोला आउँदैछौँ अब हामी के माथिको बाटो जाने कि यहाँ खोलाको बाइक त किन लुगा उछारे जस्तो एजेक्ट गर्छ त यार अगाडिको रुख फुटेर रहेछ के क्या बाटोहरू बर्खाले छिरा छिरा भएको छ हिँड्नलाई एकदम गाह्रो छ क्या हामी जुगार कहिले गएको थियौँ पहिले नि दोकान बाइक विजयलाई उता घटी गाउँ लगेर भाडा ठाउँ लटाएको अहिले पनि कुरा गर्छ अहिले पर्फेक्ट थियो बाइकको लागि डिजल तपाईँ जस्तै पनि छैन भइस होला हो लोट्या रेकर्डै छैन बाइकदेखि सिक्ने बेलादेखि नै सिक्ने बेला नि जहिले बुवा हुनुहुन्थ्यो हान्थ्यो पछाडि अहिले लोटिन्थ्यो कहाँ यहाँ ग्राउन्डमा सिकिस् बाटोमै सिक्यो नि तल हो र बाटो त कम ठुलो छैन हाम्रो आजकल खुट्टाना पुग्दै बाइक चलाइनु सिकेको थियो हाम्रो माइलोले कहिले सिक्यो त फेरि तँभन्दा पछि कि पहिले तँभन्दा पछि पहिलेमा चलाएको थियो क्या बाइकमा 12-13 वर्षदेखि नै चलाइहाल्छ मसिनसँग लड्किन्छ है चलाइको छ त अघि हामी यो बाटो देखेको थियौँ त अब हामी यो बाटो हुँदै तल खोला चक्री खोला हुँदै क्रस गरेर जाँदैछौँ अहिले आयो यहाँदेखि गाडी फेरि बाटो त पुरा बुढा भन्दा पनि बुढा हाल्छ है बिस्तारै लैजा यस्तो छिट्टै हुन्छ तैँले मलाई नगर लगेदेखि सातो उडाइदिएको कि त्यही भएर तेरो पछाडि बस्ने डराउँछ बिस्तारै चलाएको भए त भइहाल्थ्यो किन त्यसरी चलाउने बाटो देख्नु हो ए हाम्रो गल्ती में ये बाटो का गल्ती है बिस्तारै बहुत ही आराम से जा रहे थे मेरो मोबाइल स्विच अफ भयो नि झ्यापै स्विच अफ भयो भने त अहिलेसम्मको रेकर्डेड भिडियो सबै हुन्छ सेभ हुन्छ रोक्नु हाइवे जस्तो गर्नु पर्छ
हामी खोला आइसक्यौँ लाइन चल भिडियो रोक्नु भयो ठाडो उकालो मेरो 77 रुपियाँ उठाउँदा आउने बेला अहिले त 80 को आसपासमा पुग्यो होला बाइकको वेट कम मान्छेको वेट धेरै भएर हामी फेरि वापस आइसक्यौँ त्यसले कल गरेको गरेछ कल गर्ने मान्छे छ अब हामी भेटिदिन्छौँ पसल सुरु हुँदैछ यहाँ बाबा आयो खानु हेलो भनिदियो हाम्रो घरको डाँडा मेरो कान्छो भाइले चाहिँ यहाँनिर आएर बिहान बिहान चिनअप गर्ने गरेछ यो चाहिँ हाम्रो घर दुई बाटोबाट तलबाट जानुपर्ने हुन्छ यहाँदेखि टक्क लागेर घर जाने हो अघि हामी यहाँ डाँडा पुगेको त्यो माथिको डाँडा हो है भैँसी होल्यो कहाँ छ वहाँ छानु यता हेर अङ्कलसँग घर आएको हो आन्टीसँग किन बसेनौ तिमी आन्टीसँग किन बसेनौ भन त आज त किन यस्तो के तमासो यस्तो के साह्रो मौसम खुलेको हो सरकारकै राम्रो नि नलहरू सुक्छ हाम्रो बेबी हामी चाहिँ साग टिप्न आएको हो
अनि साग टिप्न नदिएर डिस्टर्बेन्स गरेर हाम्रो छानुलाई चाहिँ अगाडि लगेर जाँदैछु म। यता आऊ आऊ बाबा। गाउँघरमा चाहिँ टक्क टमाटो आलु खुर्सानीको खेती गर्नुभएको छ हाम्रो फाजुहरूले। आऊ बाबा सानो आऊ यता हेर बाबालाई हेर त छ्याप्पै आऊ आऊ ल आऊ त उता जाऊ। र यो भडाले गाउँ हो अगाडि देखिराखेको नाङ्गा। हामी बिहान गएर यो माथि डाँडामा गएको थियो हामी। यो चाहिँ कोटबङ डाँडा हो। आज मेला लागिरहेछ यहाँ चाहिँ। कति राम्रो फुल हाम्रो छानुले एउटा फुल लिने भन्दैछन् है। वाउ छ्याप्पै कति ज्ञानी। यहाँ भित्र आएको छ बोका।